म नेपाल फर्किएको छु। जाँदाखेरि साथीहरूलाई भनेको थिएँ, फर्केर आएपछि बोल्नुलाई है साथीहरू भनेको थिएँ। प्रश्नहरू सिमानाको विषयमा चाहिँ के हो त त्यो भन्दैन नि, क्लियर गर्दैन त्यो। कुनै पनि विषय कूटनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ गराएर गरिने कुराहरू सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्छ। आफ्ना देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा गर्नुपर्ने समयमा गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ। र एउटा देशको सबैभन्दा धेरै जनताले पत्याएको राजनीतिक दलका रूपमा त्यसले उठाउने विषय, त्यसका फरक फरक जिम्मेवारी, त्यसका फरक फरक संवेदनशीलतालाई बुझ्न सकिएन भने लोकप्रियताका लागि त एकदमै सजिलो हुन्छ, तर समस्या समाधान गर्नको निमित्त त्यसका कुनै पनि कामका चरणहरू हुन्छन्। त्यस्ता चरणमा सही ठाउँमा सही ढङ्गले सही तरिकाले आफ्ना कुराहरू राख्न नेपालले हिजो पनि सुरु गरेको थियो, आज पनि सुरु गरिरहेको छ। अब अर्को फाइनल दुईटा है। अब अरू नयाँ साथीहरूलाई दुईटा प्रश्न। विदेशबाट नेपाली फर्किनु पर्यो भनेर विमानस्थलमा बोर्ड चाहिँ किन नराखे हो? तपाईँले प्रश्न गरेर तपाईँले सम्झाइदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद। कतिजना आउनु भएछ, कतिजना आउनु भएको रहेनछ त्यो बुझेर तपाईँहरूलाई जानकारी गराइहाल्छु। तपाईँको फेरि सुन्छु होला। प्रचण्ड, शेरबहादुर, केपी बा कसैलाई नगरेको स्वागत तपाईँलाई चाहिँ त्यत्रो भव्य स्वागत किन गरेको भनेर कुरा काटिरहेछन्, के भन्नुहुन्छ दाइहरू? अब त्यस्तो तामझाम जस्तो तपाईँहरूलाई लागेको होला, मलाई लागेन। एउटा अतिथिलाई कसरी सत्कार गर्ने, कुन अतिथिलाई कसरी सत्कार गर्ने भन्ने कुरा अतिथिका रूपमा बोलाउने पक्षले निर्णय गर्ने कुरा हो। त्यो निर्णय भारतीय जनता पार्टीको जुन मुख्यालयमा गरियो त्यो अत्यन्त स्वागतयोग्य। त्यो स्वागतलाई सबैले असाध्यै प्रेमपूर्वक गरियो भनिएको छ। त्यो मेरो व्यक्तिगत अथवा मेरो पार्टीको अथवा मेरो भ्रमण दलमा भएका साथीहरूको लागि होइन, हामीलाई गरिएका स्वागत त्यो मुलुकको लागि हो, हामी नेपाल र नेपालीको लागि हो। यदि तपाईँहरूले हेर्दाखेरि त्यो असाध्यै तामझाममय असाध्यै सम्मानपूर्वक रहेछ भन्ने तपाईँहरूले महसुस गर्नुभएको हो भने त्यो सम्मान नेपालका देशको सम्मान नै हो, नागरिकको सम्मान नै हो। त्यस कारणले त्यसको पनि अब अर्थ, राम्रो स्वागतको पनि अर्थ निकाल्न थालियो भने त त्यो त के राम्रो होला र। अरू क्वेसनहरू बिस्तारै आउँदै जान्छ।